हेलो सेवा र सेवा सम्पूर्ण साथीहरूलाई तपाईहरुलाई स्वागत छ पुनम लिम्बु राई अफिसियल युट्युब च्यानलमा। अनि आज चाहिँ म आफ्नै तरिकाले मुलाको अचार राख्न गइरहेको छु। अनि मुलालाई सर्वप्रथम चाहिँ काटेर यसरी मजाले पखालेर म चाहिँ मजाले पानी तारेर सुकाउँछु। अनि त्यसपछि यो चाहिँ अगाडि नै मैले काटेर सुकाइसकेको अघिल्लो दिनहरुको। अनि आज चाहिँ फेरि म यो प्लास्टिकमा चाहिँ अब फेरि यसलाई काटेर यहाँ सुकाउनु पर्यो भनेर काटिरहेको छु चक्कुले। कैँची पनि थियो तर कैँची खोज्नु झ्याउ लागेर अनि सुकाइसके। अनि त्यस पछाडि छोटो छोटो भिडियोहरू राखेको है मैले साथीहरू। अनि सब अब मुलाहरू यसरी सुकाइरहेको छु। राखेर चाहिँ फेरि यहाँ हेर्नु न, मैले यो चाहिँ नेपालबाटै लिएको फर्सी हो। फर्सीको त बिउ तर अब नफल्ने होइन, थाङ्रा नभएर होला त्यही किट्यो यतिको भइरहेको छ। अनि मेरो प्लान्टहरू, मेरो फुल यो चाहिँ अनि अब यतिको भइसक्यो। अब चाहिँ म अचार राख्छु। अब यो चाहिँ मेरो यो चाहिँ नेपालबाटै लिएर आएको खोर्सानी हो है, डल्ले खोर्सानी। अनि यो चाहिँ तोरी। अनि खोर्सानीलाई चाहिँ हेर्नु न यसरी पिसिरहेको छु मैले। अनि उता पनि देखाउँदै। अनि त्यसरी खोर्सानी पिसिसके। अब अचार राखौँ साथीहरू। अनि यहाँनिर अचार निकै धेरै राखेको नि त मैले अचार। अनि त्यस पछाडि मुलाको अचार अब खुर्सानी हाल्ने सुरुमा। अनि म चाहिँ खुर्सानी हाल्छु सुरुमा। अब सबैले राख्ने तरिका त सबैको आफ्नो आफ्नो होला, तर मेरो चाहिँ हो। अब यो चाहिँ तोरी भयो, तोरी हालिरहेको छु। अनि नुन, म चाहिँ तोरी चाहिँ धेरै राख्छु है, अलिक तोरी चाहिँ धेरै राख्दाखेरि छिटो बिग्रिँदैन। अनि यो चाहिँ नुन। अनि यो चाहिँ के को धनियाको पाउडर हो। अनि यो चाहिँ जिराको पाउडर, यिनीहरू पनि राख्छु म चाहिँ सधैँ। अनि हाल्दैछु। अनि हल्का कलरको लागि धुलो खोर्सानीको कलर हो यो चाहिँ। अनि त्यस पछाडि अब तेल ततै राख्दैछु। अब एकचोटि सट्ट लाएर अनि चाहिँ मात्र मिक्स गर्ने भनेर। तेल चाहिँ अलिक धेरै राख्नुपर्छ है साथीहरू, नत्र भए ढुँडी पलाउँछ। अनि अब चाहिँ मुस्नु पर्यो, मजाले मिक्स गर्नु पर्यो। किनभने मैले यता टेबलमा फोन राखेर अनि त्यस पछाडि आफै भिडियो बनाउँदै गरेको हो नि त, त्यही भएर गाह्रो भइरहेको छ। अनि मैले यो दिन चाहिँ ग्लोभ्स पनि सकिरहेको थियो। अनि ग्लोभ्स पनि लिएको थिइनँ। अनि प्लास्टिकले काम चलाऊ भनेर प्लास्टिक हातमा बेरेर अनि त्यस पछाडि मलेको। अनि अब मलिसकेँ। अब राखौँ है त बट्टामा। यसरी बट्टामा राखेर मजाले म चाहिँ सिसाको बट्टाहरूमा राख्छु। अनि सिसाको बट्टाहरूमा राख्दाखेरि छिटो बिग्रिँदैन नि त। अनि प्लास्टिककोमा भयो भने चाहिँ गनाउने ओर्ने हुन्छ। अनि लास्टमा राखिसकेर फेरि एकचोटि माथिबाट म चाहिँ तातो तेल यसरी लगाइदिन्छु है साथीहरू। ल है साथीहरू, मेरो चाहिँ अचार यति भयो भन्दै अब अर्को नयाँ भ्लगमा भेटौँ है। बाई बाई।